साथीहरू के तपाईलाई यस्तो भएको छ तपाईँ सुतिरहेको बेला निन्द्रा एक्कासी खुल्छ तपाईको आँखा खुल्ला हुन्छ तर तपाईँ आफ्नो शरीर हल्लाउन सक्नुहुन्न तपाईँ बोल्न खोज्नुहुन्छ तर बोल्न सक्नुहुन्न तपाईको छातीमाथि केही अदृश्य शक्ति बसेको जस्तो लाग्छ भने तपाईलाई स्लिप प्यारालाइसिस अर्थात् ऐठनबाट पीडित हुनुहुन्छ। साथीहरू तपाईँ यस भिडियोमा स्लिप प्यारालाइसिस अर्थात् ऐठन किन हुन्छ कस्तो हुन्छ र यसबाट बच्नलाई के गर्नुपर्छ भन्ने कुरा यस भिडियो मार्फत थाहा पाउनुहुन्छ। अब जानो ऐठन परेको बेला के हुन्छ त। यो यस्तो अवस्था हो मानिस निन्द्राबाट एक्कासी उठ्छ र थाहा पाउँछ ऊ केही गर्न सक्दैन। ऐठन परेको बेलामा यस्तो महसुस हुन्छ कि तपाईको छाती कसैले च्यापेको छ। हामी शरीर हल्लाउन सक्दैनौं, शरीरको कुनै पनि अङ्ग हलचल गर्न सक्दैन र सास फेर्न नि निकै गाह्रो हुन्छ जस्तै हाम्रो शरीरलाई कसैले बाँधेर राखेको छ। ऐठनको लक्षण मानिस अनुसार फरक फरक देख्न सकिन्छ। कोही कोहीलाई ऐठन परेको बेला हात खुट्टा चल्दैन भने कोही कोही व्यक्तिमा ऐठन परेको बेला आफ्नो वरिपरि कालो छाया वा भूत प्रेत भएको महसुस हुन्छ। साथै कोही कोही व्यक्तिमा कुनै अदृश्य शक्ति राक्षस दानव छातीमा बसेर घाँटी च्यापेको जस्तो नि महसुस हुन्छ। मानिसहरू भन्छन् कि यो अवस्थामा शरीर कुनै आत्माको वशमा हुन्छ र त्यो आत्माले उनीहरूलाई मार्न खोज्छन् तर अहिलेसम्म मेडिकल हिस्ट्रीमा अहिलेसम्म कुनै केस आएको छैन कि ऐठनको कारणले मृत्यु भएको। त्यसैले तपाईँ नडराउनुहोस्, ऐठन कुनै पनि रोग होइन र यसले शरीरलाई केही हानि पुर्याउँदैन। अब जानौ ऐठन किन हुन्छ त। पर्याप्त निद नलिनु, सुत्नु अघि इलेक्ट्रोनिक डिभाइसको प्रयोग गर्नु जस्तै ल्यापटप, मोबाइल, धेरै तनाव लिनु, नशाको सेवन गर्नु, सुत्ने टाइम नमिल्नु र धेरै सुत्नु नि यसको कारण हुन सक्छ। अब जानौ यसबाट बच्नका लागि के गर्नु पर्छ त। साँझ भारी खाना नखाने, नशा लाग्ने वस्तुको सेवन नगर्ने, दैनिक व्यायाम गर्नुहोस्, सुत्नुभन्दा कम्तीमा 1 घण्टा अघि इलेक्ट्रोनिक सामानहरू अलग गर्नुहोस्, टेन्सन कम गर्नुहोस्। ऐठनबाट बच्नका लागि तपाईँ मेडिटेसन अर्थात् ध्यान पनि गर्न सक्नुहुन्छ। यसले पनि ऐठनबाट बच्न मद्दत गर्दछ।